आगलागी जन्य विपदका समयमा तत्काल पानी प्राप्त गरी प्रतिकार्य गर्ने उद्देश्यले यहाँको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका 8 स्थानमा फायर हाइड्रेन्ट जडान गरेको छ। नगर प्रमुख गोपाल हमालले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि हाल विभिन्न 8 स्थानमा फायर हाइड्रेन्ट जडान गरिएको बताए। उनका अनुसार धनगढी चौरा, भौतिक पूर्वाधार विकास मन्त्रालय, भेटनरी अस्पताल, जिल्ला प्रशासन, नेपाल राष्ट्र बैंक अगाडि, शहीद गेट, बुद्ध चोक र शिवनगर गरी 8 स्थानमा फायर हाइड्रेन्ट जडान गरिएका हुन्। हाल आगलागी भएमा दमकल आगो निभाउन जाने तर पानी भर्न पुनः नगरपालिकाको कार्यालयमै आउनुपर्ने जुन बाध्यता छ त्यो बाध्यतालाई अन्त्य गर्नका लागि फायर हाइड्रेन्ट जडान गरिएको हो। यसले तत् क्षेत्रमा आगलागीका घटना भएमा दमकललाई पानी भरेर आगो निभाउन सहज हुनेछ। नगर प्रमुख हमालले भने यदि फायर हाइड्रेन्ट नजिक आगलागी भएमा त्यसमा जेट पम्प लगाएर आगो निभाउन सकिनेछ, जसबाट क्षति न्यूनीकरणमा निकै सहयोग पुग्नेछ। उपमहानगरपालिकाले नगर क्षेत्रका 19वटै वडामा थप फायर हाइड्रेन्ट जडान गर्ने योजना बनाइरहेको जनाएको छ। तपाईँ हेर्दै हुनुहुन्छ सनराइज टेलिभिजन, सूचनासँग सधैँ नजिक। नमस्ते, आशा छ सबै सन्चै हुनुहुन्छ। मैले त आफ्नो सपना पूरा गर्न थालिसकेँ, अब पालो तपाईँहरूको। विदेश पढ्ने सोच राख्नु भएको छ र राम्रो कन्सल्टेन्सीको खोजमा हुनुहुन्छ भने शङ्कर एजुकेसनले जानुहोस्। विश्वासका साथ शङ्कर एजुकेसनले नै पूरा गर्ने गरेको छ, त्यसैले शङ्कर एजुकेसनले रोजौँ। धन्यवाद।